परम्परागत थिमी भैला प्याख मुकुन्दो अर्थात् ख्वापा नाचमा भैल अर्थात् भैरव नाच एउटा महत्त्वपूर्ण नाच मानिन्छ। भैल भैरवको उत्पत्ति भिरु शब्दबाट भएको मानिन्छ, जसको अर्थ डरलाग्दो भन्ने हुन्छ। त्यसैले भैरवले भयानक वा डरलाग्दो रूपलाई पनि जनाउने गर्दछ। हिन्दू धर्मग्रन्थ अनुसार भैरव विनाशसँग सम्बन्धित शिवको एक शक्तिशाली अवतार मानिन्छ। तर वज्रयान बौद्ध धर्ममा भैरवलाई बोधिसत्व मञ्जुश्रीको उग्र रूप मानिन्छ र यसलाई हेरुका वज्र भैरव एमान्तक वा वज्रपानी बोधिसत्वको उग्र रूप वा क्रोध रूप पनि भनिन्छ। नेपाल मण्डलभित्र थुप्रै खालका मुकुन्द नाच आजसम्म निरन्तर चलिरहेका छन्। तीमध्ये भैल भैरव नाचलाई विशेष रूपमा मानिँदै आएको देखिन्छ। नेपाल मण्डलको एउटा सुन्दर ऐतिहासिक मौलिक कलाको नगरका रूपमा प्रसिद्ध नगर हो मध्यपुर थिमी नगर। त्यही थिमी नगरमा प्राचीन कालदेखि बसोबास गर्दै आएका प्रजापति समुदायद्वारा परम्परादेखि प्रदर्शन गर्दै आएका विभिन्न नाचमध्ये एउटा प्रख्यात तन्त्र र शास्त्रमा आधारित नाच हो परम्परागत थिमी भैला नाच। खासमा प्रजापति समुदाय 13औं शताब्दीतिर बङ्गाली मुस्लिम शासक गयासुद्दिन तुगलकको आक्रमणपछि सत्ताच्युत भएपछि विभिन्न ठाउँ हुँदै नेपालका विभिन्न ठाउँ लगायत भक्तपुरमा आइपुगेका थिए भन्ने भनाइ छ। भक्तपुर जिल्ला खास गरी भक्तपुर र मध्यपुर थिमी नगरपालिका विशेष रूपमा प्रजापतिको बसोबासको मूल थलो जस्तो देखिन्छ। प्रजापति समुदायले अमृत कच्चा माटोमा जीवनभरि मानव जीवनको हरेक पक्षसँग जोडिएका भाँडाकुँडा लगायत मूर्त अमूर्त सामग्री मात्र निर्माण गरेका छैनन्। उनीहरू मूर्त अमूर्त सांस्कृतिक सम्पदामा पनि उत्तिकै धनी छ। यही मूर्त अमूर्त सांस्कृतिक सम्पदा मध्ये एउटा महत्त्वपूर्ण सम्पदा हो परम्परागत थिमी भैल अथवा भैरव नाच। परम्परागत थिमी भैल बाहेक मध्यपुर थिमीमा ल्याएको भैल भैल प्याख नगदेश थिमी भैल नवदुर्गा गणनाचको भैल नीलबाराही गणनाचको भैल र प्रजापति समुदायबाट प्रदर्शन गर्दै आएको कान्छी भैल पनि प्रदर्शित हुँदै आएको देखिन्छ। विशेषतः हामीले यहाँ आदरणीय गुरुहरू कुलबहादुर प्रजापति, तुलसीमान कोले प्रजापति, धीरमान भीमा प्रजापति, गुप्तलाल अजाजुहरूका शिष्यहरू आदरणीय गुरु स्वर्गीय कृष्ण ब्या प्रजापति तथा गुरु स्वर्गीय दिलबहादुर कुञ्ची प्रजापतिका तर्फबाट प्रदर्शन भएका परम्परागत थिमी भैलको बारेमा चर्चा गरिरहेका छौँ। परम्परागत थिमी भैल एक आनुष्ठानिक मुकुन्द नाचमा पर्दछ। त्यसैले यस नाचमा कडा अनुशासन अर्थात् विधि विधान अनुसार पूजा विधि र शास्त्र अनुसार वा तन्त्रसँग पूजा विधि जोडिएको हुन्छ। तान्त्रिक विधि वा गुह्य पूजा विधि गरी मुकुन्दमा प्राण प्रतिस्थापन अर्थात् जीवन्यास गरिन्छ। शास्त्रसङ्गत नृत्य गरिन्छ। कुल 32 ताल नचाइने परम्परागत थिमी भैल अहिले 27 ताल प्रचलितमा छन्। ती तालहरू विशेष स्थानमा विशेष ताल बजाउनु पर्ने शास्त्रमा उल्लेख गरिएको बताइएको छ। जस्तै बाटोमा लाखीहरू साथै नासन्देय अर्थात् नृत्यनाथको मन्दिरमा चञ्चली परताल बजाउनै पर्दछ, जुन तालमा 4 जना देवगणहरू जगाउनु पर्ने, जाग्नु पर्ने अथवा खाएको हुन्छ। भैरव मन्दिर अगाडि भैलको ताल बजाउनु पर्ने, नचाउनु पर्ने हुन्छ। त्यस्तै अन्य महत्त्वपूर्ण देवी देवताका मन्दिरहरू अगाडि अस्त्रताल, बेताग जो ताल नचाहिन्छ। परम्परागत थिमी भैल एक आनुष्ठानिक नाच भएकोले यो नाच प्रशिक्षण दिने दिनदेखि नै विशेष पूजा विधि हुने गर्दछ। साधारणतया घटमा चढे अर्थात् गोठामगो चढे घण्टाकर्ण चतुर्दशी श्रावण कृष्ण चतुर्दशी पछिको पारु वा आइतबार बिहिबार नृत्यनाथ नासन्देवको विशेष पूजा गुह्य पूजा विधिपछि सुरु हुन्छ। विधिवत प्रशिक्षणपछि सापरु गाई जात्रा भाद्र कृष्ण प्रतिपदाको दिन भोलिपल्ट द्वितीयदेखि 4 रात मध्यपुर थिमीको विभिन्न स्थानमा नचाहिन्छ। जस्तै प्रशिक्षण दिएको घर अगाडि नगसिटी टोलको प्रथम पूज्य गणेश मन्दिर अगाडि नासन्देव चपाचु सिद्धिकाली देउसे चपाचु नासन्देव
गर्चा विद्या गणेश गुङ्ग चिवा उतिन चिवा हात्ती महाकाल दिगुली दिगुज इनालासी गणेश लायको दत्वा नासदेव मरुत्वा लोकेश्वर बालकुमारी नासदेव बालकुमारी माता मन्दिर बालकुमारी भैल दिगु भैल दिगुली नारायण उति चिवा उमानानी तुलोनानी मुठीमा नासनानी नासन्देव आदि स्थानहरू मान्न चाहिन्छ। परम्परागत थिमी भैलको 4 दिन मध्ये पहिलो र तेस्रो दिन विशेष दिन मानिन्छ किनकि ती दिनहरूमा विशेष पूजा हुने गर्दछ। तेस्रो दिनलाई वा पूजा भनिन्छ। वा पूजाको दिन विशेष गुहे पूजा विधि हुने गर्दछ र यो दिन सम्पूर्ण भक्तजन वा भैरवको भोजमा सहभागीहरूलाई पनि पूजा गराइन्छ र गोप्य पूजा कोठामा जाने अनुमति प्रदान गर्दछ। परम्परागत थिम भैल बाहिर खुल्ला रूपमा मुकुन्द लगाएर नचाउनु अगाडि अभ्यास स्वरूप मुकुन्द नलगाई प्रशिक्षण दिएको घर अगाडि 2-4 रात नचाहिन्छ जसलाई अखले लुइकेको भनिन्छ। सापरू गाई जात्राका दिन भैलको साँझा निकालिन्छ। भैलको साँझा निकालिसकेपछि अरू साँझा आउन अथवा निकाल्न हुन्न भन्ने भनाइ छ। परम्परागत थिमी भैलमा लगभग 100 जना मानिसहरू प्रत्यक्ष सहभागी हुनुपर्दछ जसमा देवगणहरू 5 जना गुरुहरू जोकुल 14 जना थाम्बजा बजाउने 16-17 जना हुने गर्दछ। थाम्बजा बजाउनेहरूमा एउटा मुढा रहने गर्दछ। मुढाले भैल नाचको ताल सुरु गर्ने गर्दछ र त्यसै मुढाको तालसँगै अरू थाम्बाजाहरू बजाइन्छ। त्यस्तै भुसा बजाउने 10-15 जना, मायाले बुझाउने 4 जना, पोङ्गा बुझाउने 4-5 जना, बत्ती बोक्ने, हावा लगाउने अन्य कामका लागि थुप्रै सहभागी हुने गर्दछ। परम्परागत थिम भैल नाचमा नृत्य गर्ने देवगणहरू निम्नानुसार हुने गर्दछ। प्रथम ज्यापिङ्ग र ज्यापिङ्ग हरिसिद्धि श्याम वस्त्र मुकुन्द हुँदैन तर कलात्मक मठु लगाएको हुन्छ। हातमा ज्यापु राख्ने ढक्की बोकेको हुन्छ। दोस्रो नापा भैल पहिलो भैरव चण्डिका भैल प्रचण्ड भैल चन्द भैल अर्थात् दिगु भैलको प्रतीक श्याम वस्त्र डरलाग्दो ठुलो भैरव मुकुन्द लगाएको हुन्छ साथै हातमा खड्ग बोकेको हुन्छ। तेस्रोमा लिपा भैल दोस्रो भैरव बटुक भैरव बालकुमारीको भैरवको प्रतीक श्याम वस्त्र डरलाग्दो ठुलो भैरव मुकुन्द लगाएको हुन्छ हातमा खड्ग बोकेको हुन्छ। चौथोमा नापदागे कुमारी बालकुमारीको प्रतीक रातो वस्त्र रक्तवर्ण मुकुन्द लगाएको हुन्छ हातमा डमरू लिएको हुन्छ। पाँचौमा लिपदागे महालक्ष्मी रातो वस्त्र रक्तवर्ण मुकुन्द लगाएको हुन्छ हातमा डमरू लिएको हुन्छ। तीमध्ये हरिसिद्धि ज्याफिङ्ग सानो उमेरको बालक हुने गर्दछ जसले भैल दागे उग्र रूप लिएर जागेको बेला ज्याफु कपासको बियाले छातीमा हानेर शान्त पार्ने कार्य गर्दछ। ज्यापुले हानेर भैल र दागेको क्रोधलाई शान्त पार्ने भएकाले हरिसिद्धिलाई ज्यापुङ्ग पनि भनिएको हो भने भैल गुरुहरूले बताउनुभयो। भैल प्याख थिमी नगरमा कहिले र कहाँबाट सुरु भयो वा सञ्चालन भयो भन्ने यकिन इतिहास नभए पनि प्रजापति समुदायले 1997 सालदेखि नै निरन्तर रूपमा परम्परागत थिमी भैल सञ्चालन गर्दै आएको अनुसन्धानबाट प्राप्त सूचनाले देखाउँदछ। हुन त परम्परागत भैल प्याख 1997 अगाडि नै धेरै पटक निकालेको र धुवाथर भएका प्रजापतिहरूले नै लगातार 60 पटकसम्म निकालेको भन्ने कुरा परम्परागत थिमी भैलका 87 वर्षीय आदरणीय गुरु सन्त बहादुर प्रजापतिले बताउनुभयो। तर यो नाचको सञ्चालन विभिन्न प्राप्त तथ्य प्रमाणहरूबाट मल्लकालदेखि नै सञ्चालन हुँदै आएको हुन सक्ने अनुमान गर्न सकिन्छ। पहिला प्रजापति समुदायबाट भैल प्याख सञ्चालन गर्नका लागि वा सञ्चालन गर्दा राज्य लाकुबाट सहयोग स्वरूपहरू 50% दिने गरेको र प्रजापति समुदाय प्रजाले भैल प्याख सञ्चालन गर्न सम्भव नभएमा लाकुबाट अनिवार्य सञ्चालन गर्नुपर्ने नियम रहेको छ। यसरी देशको नगरको रक्षाको निमित्त हरेक वर्ष भैल प्याख देखाउने गर्दछ र देखाउनु पर्दछ। तत्कालीन समयमा निरन्तर देखाउँदै आए पनि आर्थिक एवं भौतिक कारण वा अन्य कारणले 1997 देखि 2080 सम्म आइपुग्दा 2-3 वर्षको फरकमा मात्र 23 पटक परम्परागत
थिमी भैल विभिन्न टोलबाट सञ्चालन भएको र लाकु भैल 2025 साल पछि एकैपटक 2072 सालबाट करिब 45-46 वर्षपछि सञ्चालन भएको अध्ययनले देखाएको छ। किंवदन्ती अनुसार परापूर्व कालमा देशमा थिमी नगरमा विभिन्न भूत प्रेत लाखे र पिचासहरूले जनतालाई दुःख कष्ट दिएर हाहाकार मचाएको थियो। त्यसकारण समाजका नगरका गण्यमान्यहरू नगरवासीको दुःख कष्ट लिएर ल्याकुमा दरबारमा राजासँग बिन्ती चढाए। राजाको आदेशमा राजसभा बोलाई सरसल्लाह छलफल गर्दा तान्त्रिक विधिबाट भैल साधना गरेमा देश र जनता दुःख कष्टबाट मुक्त भई देशमा शान्ति हुने निष्कर्ष अनुसार भैल साधना गरी भैल नाच देखाई भूत प्रेत लाखे पिचास लगायत दुष्टहरू हटाएको भन्ने आधारमा आजसम्म नगरको दुःख कष्ट हटाई शान्तिका लागि यो भैल प्याख निकाल्ने प्रचलन रहिआएको भन्ने जनश्रुति तथा भैल गुरुहरूले बताउनु भयो। प्राचीन कालमा थिमीका जनताहरूलाई भूत प्रेत लाखे पिचासहरूले दुःख कष्ट दिएर हाहाकार भएको र जनताहरूलाई दुःख कष्ट तथा हाहाकारबाट मुक्त गर्ने उद्देश्यले सञ्चालित भैल नाच आज यस नगरको ऐतिहासिक एवं मौलिक कला संस्कृति तथा थिमीको सम्पत्ति र अमूल्य निधि बन्न पुगेको छ भइसकेको छ। हाल पनि यो भैल नाच भैल प्याखलाई स्थानीय जनताहरू मात्र फगत मनोरञ्जनको लागि हेर्ने नाच नठानी बहुत सम्मान तथा आस्थापूर्वक मानी पूजाआजा गर्दै आएको देखिन्छ। यो मात्र कुनै धातु वा माटोको मुकुण्ड होइन, यो निश्चित विधि तन्त्रबाट प्रत्येक देवी देवताको मुकुण्डमा जीवन्यास गर्ने गरिएकाले यिनीहरू भगवान नै हो भनी श्रद्धा र भक्तिका साथ आदर र आराधना गर्दै आएको देखिन्छ। ऐतिहासिक पौराणिक एवं मौलिक कला संस्कृतिको पहिचानको रूपमा मानिएको परम्परागत थिमी भैल प्याख भैरव नाच हामी अहिलेका नयाँ पुस्ताहरूले संरक्षण सम्वर्धन गरी जीवन्त बनाइराख्नु आजको आवश्यकता हो। यसलाई लोप हुन दिनु हुँदैन। हामी हाम्रो मौलिक कला संस्कृति थिमीको पहिचान हो, हाम्रो पहिचान हो। यसको संरक्षण सम्वर्धनबाट मध्यपूर्व थिमीको पर्यटन विकास गर्न सकिनेछ। यसबाट स्थानीय जनताहरू तथा आन्तरिक पर्यटनलाई मनोरञ्जन प्रदान गर्न वा आर्थिक समृद्धिको पाटो हुन सक्ने तथा नयाँ पुस्तालाई हाम्रो संस्कार संस्कृतिबाट सुसज्जित गर्न सकिनेछ। परम्परागत थिमी भैलको प्रदर्शन एउटै टोल वा ठाउँबाट नभई विभिन्न टोल वा ठाउँबाट जिम्मा लिई भैल प्याखलाई निरन्तरता दिँदै आएको देखिन्छ। यसरी विभिन्न टोलबाट परम्परागत थिमी भैल नाच सञ्चालन गर्ने क्रममा 2080 सालमा परम्परागत थिमी भैल नाच सञ्चालन गर्न चपाचो टोलबाट 32 वर्षपछि जिम्मा लिएको थियो। परम्परागत थिमी भैल चपाचो 2080 का रूपमा भव्य र सभ्य रूपमा परम्परागत थिमी भैल सफलतापूर्वक चपाचो टोलबाट सम्पन्न गरिएको थियो। उक्त भैल नाचका लागि असार 18 गते गुरु पूर्णिमाका दिनदेखि टोलका युवा समूहलाई भैलखी आँप बजाउन सिकाएसँगै भैरव नाचको माहौल बनेको थियो। करिब 100 जना युवाहरूको समूहले भैलखी बजाउन सिके र भैल नाचका तयारीका लागि जुटे र सफलतापूर्वक परम्परागत थिमी भैल 2080 चपाचो सम्पन्न गरियो। परम्परागत थिमी भैल 2080 चपाचो टोलका संस्कृति प्रेमी आशाकाजी प्रजापति कजी संयोजकका रूपमा रही उहाँकै घरबाट निकालिएको थियो। उक्त भैल प्याखमा निम्न अनुसारका कलाकारहरू देवगणका भूमिका निभाएका थिए। 1 नम्बरमा ज्यापुङ्ग हरिसिद्धि सर्गत प्रजापति, 2 नम्बर लापा भैल पहिलो भैरव श्याम प्रजापति, 3 नम्बर लिपा भैल दोस्रो भैरव साजन प्रजापति, 4 नम्बर लापा दागे कुमारी निरोज प्रजापति, 5 नम्बर लिपा दागे महालक्ष्मी नयन प्रजापति,
यसभन्दा अगाडि प्रदर्शन गरिएका परम्परागत थिमी भैलोको विवरण थुप्रै छन्, किनकि 1997 सालदेखि 2080 सम्म झन्डै 23 पटक विभिन्न टोलबाट परम्परागत थिमी भैला प्रदर्शन गरिसकेको छ। परम्परागत थिमी भैला चपाच 2080 का गुरुहरू निम्नानुसार छन्। तेज कुमार प्रजापति विशेष पूजा, मोहन कृष्ण व्याय प्रजापति विशेष शिव तन्त्र शास्त्र विधि, सन्त कुमार खोचे प्रजापति विशेष मुकुन्द ख्वापा मिलाउने, हर्षबहादुर प्रजापति गणेशमान कुञ्चे प्रजापति, रत्नकाजी प्रजापति, विष्णुबहादुर प्रजापति, तेज बहादुर प्रजापति। त्यसभन्दा अगाडिका प्रजापति समुदायबाट प्रदर्शन भएका परम्परागत थिमी भैलका गुरुहरू यस प्रकार रहेको छ। कुल बहादुर प्रजापति, तुलसीमान कोले प्रजापति, धीरमान धीमा प्रजापति, चन्द्रमान प्रजापति, गुप्तलाल प्रजापति, तुलसी बहादुर ब्रह्म प्रजापति, दीनानाथ कुञे प्रजापति, कृष्ण व्याय प्रजापति। 2011 सालदेखि उहाँ गुरुको रूपमा रहनु भएको थियो। दिलबहादुर कुञे प्रजापति, आसन्द सिंह प्रजापति, दिलबहादुर सिजा प्रजापति। परम्परागत थिमी भैल लगायत नेपाल मण्डलका अन्य सबै नृत्यहरूलाई हामीले मात्र धर्मसँग, तन्त्र विद्यासँग तथा शास्त्र विद्यासँग होइन, यसलाई सामाजिक पक्ष, आर्थिक पक्ष र विज्ञानसँग जोडेर अध्ययन गर्दा अझ यी र यस्ता नाच नृत्यहरू अहिलेको आधुनिक समाजमा अझ बढी महत्त्वपूर्ण हुने देखिन्छ। आजको आधुनिक युगमा पनि नेवा संस्कृति अन्तर्गत मुकुन्द नाच गुरु शिष्य परम्परामै आधारित छ। नाच सुरु गर्ने बेलादेखि नै नाच प्रशिक्षण दिने गुरुहरूलाई श्रद्धापूर्वक सत्कार गरिन्छ, सम्मान गरिन्छ र त्यसपछि उहाँहरूबाट गुरु नृत्यनाथ नाचन्देय नाट्यश्वरीको विशेष पूजा गर्नुहुन्छ। परम्परागत थिमी भैल नाचमा पनि यो परम्परा तथा संस्कृति जीवितै छ। परम्परागत थिमी भैलको प्रशिक्षण सुरु गर्न गुरुहरूबाट गुरु नृत्यनाथ नाचन्देयको विशेष पूजा हुन्छ। प्रशिक्षण अवधिमा र प्रदर्शन गर्ने अवधिमा पनि गुह्य पूजा विधि हुन्छ। विधिवत रूपमा प्रदर्शन गरिसकेपछि नाचन्देय नृत्यनाथ फिर्ताका निमित्त विशेष पूजा हुन्छ। परम्परागत थिमी भैलको विधिवत समापन भैल पूजा सकिएपछि हुन्छ। भैल पूजा भैरव नाचको अन्तिम विधि हो। यो दिन पनि पहिले भैलोको भोजमा सहभागी सम्पूर्ण भक्तजनहरूलाई निमन्त्रणा दिन्छ। मुकुन्द नाचमा भैल नाच एउटा विशेष महत्त्व बोकेको नाच हो। यो नेपाली संस्कृतिकै महत्त्वपूर्ण अंश हो। यो हाम्रो अमूल्य निधि हो, हाम्रो परिचय हो। संस्कृति मर्यो भने हामी मर्छौँ, देश मर्छ। भाषा, कला, साहित्य र संस्कृति नै समाजलाई जीवित बनाइ राख्छ, एकतामा बाँडी राख्छ। त्यसैले हाम्रा यी र यस्ता सांस्कृतिक धरोहर, सांस्कृतिक सम्पदा भावी पुस्ताका लागि एउटा स्वस्थ अनुपम उपहारको रूपमा हस्तान्तरण गर्न, हरेक नेपाली भाषा, कला, संस्कृतिको संरक्षण गर्नु आजको आवश्यकता हो भन्ने कुरामा सन्देह नहोला। यस परम्परागत थिमी भैलको आजको यो विशेष प्रस्तुतिको निमित्त हामीले सन्दर्भ सामग्रीका रूपमा भैरव नाच तथा गुला बाजा गुरु स्वर्गीय दिलबहादुर प्रजापति एक परिचय, त्यस्तै थिमिया भैल प्याख तुलसी कृष्ण प्रजापति 2073, त्यस्तै नेपाल मण्डलका पारम्परिक मुकुन्द नाच विगत र वर्तमान पुरुषोत्तम लोचन श्रेष्ठ, विकिपीडिया प्रजापति एवं मावत एक परिचय र आदरणीय परम्परागत थिमी भैलका गुरुहरूसँगको भलाकुसारीबाट हामीले यो प्रस्तुति तयार गरेका थियौँ। हाम्रो प्रस्तुति के छ, कस्तो छ, सुनेर हेरेर प्रतिक्रिया दिनुहोला। सुनिदिनु भयो, हेरिदिनु भयो, धन्यवाद।